हेलो हाई दर्शन नमस्ते सबैजनालाई हजुरलाई स्वागत छ मेरो युट्युब एभिएस च्यानलमा र हजुरले यहाँ पाउन सक्नुहुनेछ हलिउड बलिउड र साउथ इन्डियन मुभीहरू पुरा फुल हिन्दी डबमा र पुरा एचडीमा पाउन सक्नुहुनेछ। हजुरले यो च्यानल अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने प्लिज च्यानल सब्सक्राइब गरिदिनु होला र हरेक भिडियोलाई लाइक पनि गरिदिनु होला। र अर्को कुरा, हजुरहरूले कुनै पनि मुभीको बारेमा सोध्न चाहनुहुन्छ भने कुन मुभी कहिले आउनेवाला छ हिन्दी डबमा हजुरहरूले कमेन्ट बक्समा गएर कमेन्ट गर्न सक्नुहुनेछ। म हजुरको लागि त्यही भिडियोको त्यही कमेन्ट अनुसार भिडियो बनाएर लिएर आउनेछु। र मैले आज हजुरहरूको लागि लिएर आएको छु बेस्ट 5 मुभी। हजुरलाई अवश्य यो मुभी मनपर्नेछ। प्लिज यो भिडियो पुरा हेरिदिनु होला र च्यानल सब्सक्राइब गरिदिनु होला। च्यानल प्लिज सब्सक्राइब गरिदिनुहोस्। सब्सक्राइब भइरहेको छैन, हेर्ने मान्छे धेरै छ र च्यानल सब्सक्राइब भइरहेको छ, त्यही भएर च्यानल चाहिँ 100% प्लिज सब्सक्राइब गरिदिनुहोस्। र आज मैले हजुरको लागि ल्याएको छु टप 5 मुभी। यो मुभीको भिडियो हेर्नुहोस् पुरै फुल। धन्यवाद। फर्स्ट मुभी रहेको छ रन अमुक। हजुरलाई यो मुभी अवश्य मनपर्नेछ। यो मुभीको आइएमडी रेटिङ रहेको छ 6.1। यो मुभी हजुरलाई सेम पबजी जस्तो लाग्नेछ, सेम टु सेम पबजी जस्तै छ यो मुभी। यो मुभी एकचोटि अवश्य हेर्नु होला। यो मुभी धेरै राम्रो छ, हिन्दी डबमा छ। र नम्बर 2 मा रहेको मुभी हो मोन्स्टर अफ द रन। हेर्न सक्नुहुनेछ मोन्स्टर अफ द रन। यसको आइएमडी रेटिङ 5.3 को छ। यो मुभी नि एकदम राम्रो छ। एउटा केटीले मोन्स्टर देख्ने गर्छ, त्यही मोन्स्टरको बारेमा छ। यो मुभी हजुरलाई हिन्दी डबमा अभाइलेबल छ। म डाउनलोड लिङ्क डिस्क्रिप्सन बक्समा छोडिदिने छु, हजुरहरूले त्यहाँबाट इजी डाउनलोड गर्न सक्नुहुनेछ। थर्ड मुभी रहेको छ साउलिन। हजुरलाई मुभी अवश्य मनपर्नेछ। यो मुभीको आइएमडी 6 को छ। एक्सन मुभी हो, फ्यान्टास्टिक पनि छ। हजुरलाई अवश्य मुभी मनपर्नेछ। एकचोटि मुभी अवश्य हेर्नु होला, हजुरलाई अवश्य मनपर्छ। र भिडियोलाई लाइक पनि गरिदिनुहोस्। र नम्बर 4 मा मुभी रहेको छ बर्थ अफ द ड्रागन। हजुरलाई यो मुभी अवश्य मनपर्छ। यसमा देखाइएको छ ब्रुस लीको बारेमा। हजुरलाई यो मुभी अवश्य मनपर्नेछ। र नम्बर 5 मा रहेको छ फास्ट एन्ड फ्युरियस 9। यसको आइएमडी रेटिङ हेर्न सक्नुहुन्छ 5.6 को छ। न्यू मुभी हो, हजुरलाई यो मुभी त अवश्य मनपर्छ। यो पनि हिन्दी डबमा छ। म यसको लिङ्क डाउनलोडको डिस्क्रिप्सन बक्समा हालिदिने छु। र अपकमिङ मुभीहरू यहाँ हेर्न सक्नुहुनेछ हजुरहरू। अर्कोपल्ट म भिडियो बनाउँदा यो सबै हिन्दी डबमा आइसकेको हुन्छ मुभी, म त्यसको बारेमा भिडियो बनाउने छु। र हजुरले भिडियो हेरिदिनु होला, धन्यवाद। र हरेक भिडियोलाई लाइक पनि गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला च्यानललाई। र हजुरलाई केही पनि सोध्नु छ भने कमेन्टमा कुनै मुभीको बारेमा कहिले आउँछ, रिलिज कहिले हुन्छ, हजुरले अवश्य कमेन्ट गर्नु होला। धन्यवाद।